Digitan gila mo, siya ang jaman ba? 아니 Ay, Susi sagi, apa nih? बिल्ला हुन्छ अब Ay, letas sumang na asa. होइन मामा अहिले यता सिफ्ट भएको छ एक्सन भएर खोला तिर फोड्ने नि हो त्यो पानी या त हाई गाइस वेलकम ब्याक टु येट अनदर भ्लग अफ माई लाइफ अनि आज चाहिँ हो लोसर ह्याप्पी लोसर तपाईँहरू सबैजनालाई है टासुदुले अनि त्यही हो एउटीपट्टि सबै जग्गा लोसर सेलिब्रेट नै भइरहेको पूजा छ। पाठहरू चलिरहेछ अन्त मेरो चाहिँ यो घाम ताप्ने बेला हो नि त ठिक्कै घाम टन टन ताप्दै इन्ट्रो सुट गरेको हाम्रो त अब देख्नु भएको छ खदा लगाइरहेको छु अघि नै हामीले पूजा अघि नै गरिसक्यो अन्त मैले इन्ट्रो चाहिँ खिचेको थिएन नि त अन्त आजको हाम्रो लोसरको भ्लग पनि हेरिदिनुहोस् होला है अन्त योभन्दा अगाडिको अस्ति हिजोको जति पनि भ्लगहरू तपाईँले हेर्नुहुँदैछ त्यसको धेरै धेरै धन्यवाद आजकल चाहिँ अलिकति रेगुलर हुन थाल्दैछु युट्युबमा अनि त्यही भएर अलिकति सब्सक्राइब पनि गरिदिनु लाइक कमेन्ट पनि गरिदिनुहोस् है कमेन्ट गऱ्यो भने चाहिँ झन् राम्रो इन्गेजमेन्ट जति राम्रो हुन्छ त्यति अझै अगाडि अगाडि पेजमा जाँदै गर्छ अरूले भेट्दै गर्छ हाम्रो भिडियो सो त्यही भएर चाहिँ थ्याङ्क यू सो मच लु दामी काम लाग्यो है तर जेसुकै लोसरमा घाम झुल्किँदैन अन्त 5 कति होइन नि। 4:30 बजी उठेर लोसर होइन यहाँ कञ्चनजङ्घा टल्किरहेको छ हो यहाँ महाकाल टेम्पल यहाँ छ डाँडा महाकाल डाँडा ए हो बिहान हो Udah bayar. यसलाई हप्ताले पर्छ क्या खानु यसलाई हप्ताले पर्छ होइन त बिहान यस पुरा परेछ नि त एकछिन चाहिँ पहिला पुछिहाल्नु चाहिँ अनि फेरि त्यहाँ मोमाको मोचाहरू कसैले के ¿Qué onda? ¿Qué onda? अहिले नटेकिन जान्छ अहिले त्यहाँ कसैले खेचेक के के फेरि मोचा पनि छैन फेरि त्यही मोचा यो के हो यो मैला रहेछ म लिएर आउँछु यस्तो यो छ। मैला छ मैला। नि यो कहाँ लाउँछ यो कहाँ लाउँछ हो त बिल्ला हुन्छ अब ग्यासै भयो ह्याप्पी लोसर ह्याप्पी लोसर सँगै आगर सँगै छिटो छिटो सँगै आगर छिटो आगर सँगै यसलाई हप्ता परिसकेको पहिला त उयो गर्नु पर्दैन पहिला स्याङ खान्छ त्यसपछि लगाउँछ त ए देखाउने क्यामेरामा अहिले म बिहान हो नि त लिपस्टिक दामी मिठो है लिपस्टिक लाग्यो डेन्जर आम्मामा कडा गर्नु न देवाय पिन्दु देवाय परेको एकदम खुसी खुसी नेपाल सुख संसारको एकदमै खुसी छोरालाई पाओस् छोरीलाई है खाता लाग्यो यो मुमेन्टको लागि चाहिँ पर्खिन्छ है हामी लोसर भनेपछि अरू सबै टेम्परेरी हो दिस स्टेज पर्मानेन्ट मोमो एकदम प्योर यो हुन्छ नि सोचेको
सबै मनमा सोचे कुरा सबै पुग्यो संसारमा भएको एकदम खुसी सबै मिल्छ भयो Quiero un poco más show. फेरि निधारमा चुम्मा खानेहरू भिडियो उयो फोटो खिच्ने फोटो ल ल उता जसलाई पनि ल सङ्गीत निधारमा ल ल निमा कटाउनु मेरो छोरीलाई सोचे कुरा सबै पुगोस् है संसारको माया मेरो छोरीलाई बस एकदम करोडको ब्लक एकदम बस भने त्यो चाहिँ खिच्छ ल यतापट्टि बिन्दु देवाडा खबर योपालि आइसिसी हो एकदम आइसिसी छ कि योपालि एकदम तपाईँहरूलाई आशीर्वाद दिनुहोस् एकदम 100% आओस् सिमीको है छोमे पाल्नुपर्छ है आज पनि थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू आशीर्वाद ल ल ममा छोमे पाल्नु न छोमे ल ल ममा हातमा दिने छोराहरू एकदम सधैँ सोचेको कुरा सबै पुगोस् दादाहरू कोही आएको थिएन भने एक्लै हो अहिले साथीमा नुनको चियाले अनि लो यहाँ पनि के हो यो मिठाईहरू कसले बनाएको यो तपाईँले बनाएको सिक सिक तँ सिक न तँ सिक मजा आउँछ तिमीलाई भन्दैछ सिक सिक भन्दै साङ्गेले तम्गेले मसिनो यहाँ फुम्बिकी तम्गेले मसिनो अनि पुरा सिक्नु थालेछ बिचरा भनेर राम्रो राम्रो सिक्नु थालेछ भनेर मम कम सो गाइस हेर्दा हेर्दा मम्मीले डेसिल पनि प्रिपेयर गरिदिनु भइसकिसके भयो है खाउ त चाका त गर्नुभयो ए छिमीले पनि त सकायो तिमी खाने डेसिल खाने अबे जे गरे पनि के भन्छ अनि हैन जे गरे पनि छोरी पो हो त यहाँ नगर्नु छोरी पो हो त जे गरे खै पिङ्की पिङ्की जाऊ पिङ्कीलाई लिएर आऊ जाऊ 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 पिङ्कीलाई लिएर आऊ त डोमा सबसँग हुनुपर्छ डोमा चाहिँ यस्तो खालके मान्छे हो यस्तो खालके प्राणी हो कि घरमा नचिन्ने मान्छे आयो भने नि चाट्ने खालके हो नि फेरि उफ्रिने खालके हो एक्साइटेड हुने खालके अरूलाई त पुग्छ नि अन्त भित्र आइसकेर अब बस्यो भने चाहिँ फेरि एक्साइटेड हुन्छ भनेको फर्स्टमा त अब टोकिहाल्छ नि ब्ल्याक फरेस्ट गाइस युट्युबर भयो भने यति नै बिजोग हुन्छ साह्रो पर्छ हो सो त्यही भएर चाहिँ माया गरिदिनु होला है होइन बिचरा केही गर्नुभन्दा अगाडि यसरी क्यामेरा लिएर खिचेर होइन यस्तो बिहाइन्ड द सिन त जहिले मिस्तै हुन्छ फ्यामिलीहरू पनि सबजना युट्युबरको फ्यामिली भयो सबजना वेटिङमै जबसम्म रेडी हुँदैन खिचिसक्दैन यहाँ अरे हो घाम ताप्दैछ एकजना हो यहाँ युट्युबर फ्यामिली यहाँ सबैजना नगर्नु न फेरि नगर्नु नि उल्लौ अब फेरि के गर्यो टोक्छ फेरि यसले अरूलाई मामाले त्यसरी बोक्यो भने यसले टोक्छ है फेरि
यसले फेरि अरूलाई छुनु दिँदैन तपाईँले त्यसरी बोक्यो भने यसले अरूलाई छुनु दिँदैन नगर्नु फेरि अहिले टोक्छ फेरि डुमा आइजा आइजा लु ममा यहाँ के काट्नु त निमा आऊ बेबी कम तिमी पनि काटौँ यहाँ बसौँ कहाँ म खिचिदिन्छु लु हामी हातसम्म चाहिँ तपाईँ काट्नु न छोड्दिनु न केही छैन यो हात समाते गऱ्यो हामी यस्तो छिमी यस्तोमा समात्दै ममाको ह्याप्पी लोसर चढाउने लु चढाउ त चढाउने भाँडा यहीँ छ त्यसै पछाडि कहाँ राखेको थिएँ मैले चढाउनु अब निमाले हाले मुखमा ए ह्याप्पी लोसर क्यामेरा एङ्गल मिलाइ खेलाउनु त गाइस ओ अर्कोलाई पनि अर्कोलाई पनि ह्याप्पी लोसर सँगै छ मेरो ह्याप्पी लोसर नाक्दुर हो नाक्दुर ह्याप्पी लोसर निमा कमिङ के आफै बाहिर गएर खाँदै सक्यौ तिमी त बाहिर गएर खाँदै रहेछ खाँदै रहेछ बाहिर गएर एक्लै बाहिर गएर खाँदै थियो हेर ऊ अम्बो हात पुजेर आउँदो रहेछ खाएर मिठो रहेछ केक मिसले गर्यो गरिस् ए बधाई ह्याप्पी लोसर अन्त खै छिमा खा खिचौँ भनेर क्यामेरा लिएर आएको लु छिमा खाएको लु खिच त्यही भएर मैले तँलाई पठाएको 12 पुगिसक्यो अब कहाँ क्यामेरा मैले ल बाई ह्याप्पी लोसर ए ममा आयो लु जाउँ सबैसँग ब्याग माथि राखेको थियो फेरि आज बिहिबार त होइन खालि छिटो उठेर पो हो सबैजना पो लोसर बनाउनु गएछ लोसरको दिन त त्यही हो गुम्बा गयो दर्शन गऱ्यो प्रे गऱ्यो हजुर मान्छेहरूले क्या दोकान यति बजी खोल्दैछ कि ममाको चाहिँ डाइलग अहिले कति बज्यो यस्तो बारी बोक्यो बिहान हाम्रो गाडी पक्रिने हो जाने हो त्यस्तै हो बिचरा 4 बजीदेखि उठ्यो अब लोसरमा आज प्योर हुनु भनेको नि त नेचुरल हुनु भनेको नि त घरले कति राम्रो भने पनि के अब बुझिन भयो होइन अनुहार भन्दा नि मन राम्रो हुनुपर्छ हजुर ए हजुर सो गाइस आज चाहिँ लोसर भनेर हामी कम्फर्टेबली भएर गएको है त्यो भएर चाहिँ पछाडि नाटी भएको थियो पछाडि हामी 4 जना 3 जना लियो यहाँ 2 जनाको म एक्लै लिएको अरू बेला होइन हामी सिलगढी जाँदा म चाहिँ सिलगढी जाँदा म चाहिँ यसरी 2टा सिट लिन्छु यो चाहिँ कन्जुस छ कि चेप्ट्यान्छ अन्त अहिले के हुन्छ आज लोसर गाइस अन्त कम्फर्टेबली गएको भनेर अगाडिको 2टै लिन्छु कि हामी सबै लिने कि यो चाहिँ निम्की डाँडा हो नि मा थाहा छ नि तिमीलाई यति पैसाहरू पनि यो सुतिरहन्छ अन्त कहाँ हुन्छ जहिले पनि ए हजुर हुन्छ ए पेट्रोल पम्प सोच्नु हुन्छ ए हुन्छ अनि अरू बेला यहाँबाट उता लानु मान्दैन नि ए त्यहाँसम्म चाहिँ पुऱ्याइदिनुहुन्छ
अलिकति मात्रै हो लागेन जाम ठोक्दैन त्यो गाडी अलिकति मोमोको हातले अलिकति ठोक्यो मात्रै के लाग्यो अरे पनि लागेन अरे लाग्यो होइन लागेन ल नि कस्तो लागिरहेछ आज मजा आइरहेको छ लोसनको दिन यस्तै त हो हाम्रो सिम्पल घरमा लोसन बनायो त्यहाँदेखि गुम्बा गयो दर्शन गयो आज मुकुसेको दर्शन पाउँछ अरे यता एक प्रकारको रमाइलो हुन्छ क्या तर अचम्म होइन यो पालि लोसर तातो लाग्यो मलाई पुरा फ्यामिलीसँग एउटा टाइम स्पेन्ड जुन चाहिँ गर्नु पाउँछ त्यो चाहिँ एउटा लोसरसँग एउटा इमोसन टाइपको भाइब पनि आउँछ क्या जहिले पनि त्यो चाहिँ हुन्छ हेलो गाइस यो साल चाहिँ 50 इयर्स कम्प्लिट भयो अरे डाली गुम्बाको नि है म जन्मिनु 20 वर्ष अगाडि बन्ने गरेँ 20 त भने के सुन्यो तिमीले 30 सुन्यो गाइस हामी चाहिँ गुम्बा आएको बित्तिकै हो ठिक्कै टाइम भएछ रुबुची पनि आउनु हुँदो रहेछ सबजना दर्शन गर्नलाई बसिरहेको छ ठिक्कै टाइममा भइसक्यो छिट्टो आएको भए फर्किनु पर्थ्यो तर फर्किँदा पनि केही छैन है दर्शन गर्नु ठुलो कुरा हो अन्त तर ठिकै टाइममा आयो त्यही यत्तिको बेर छ लोसरको दिन ठिक्कै भयो एकछिनको लागि त जोकै भयो नि होइन साकेलाई चाहिँ अघि आएको होइन दर्शनै गर्दैन अरे कि होइन रुम्ची आउनु हुँदैन नि अरे आउनु हुँदैन फिन्चोले खिचिन्सक्यो हो भित्र पसिसक्यो अरू के भएको नि त हिजो बेलुकादेखि लोसर बेसी भयो म त कुन चाहिँ रुम्ची आउँदैन भने म चाहिँ सोध्दै कस्तो भइरहेछ नि म यहाँ नबोले आमा उसलाई त सब्सक्राइबर पायो भने त याद पनि गर्दैन यार मलाई ड्याम कस्तो फिल भइरहेको छ भने चाहिँ गाइज हेर्नु मतलब छैन सँगै पहिलाको गाडी त्यही त पहिलाको गाडी यहाँ आउनेमा तिमीलाई देखाउँछु म वान्स अपन टाइमको गाडी हो ल्याम्बोर्गिनी मम्मा कहाँदेखि फेरि होली ल्याम्बोर्गिनी पहिलाको गाडी पचास वर्ष पुग्यो क्या अब 50 वर्ष पुग्यो है हिँड पो गरेको त्यही त लामाले गाडीको गोल्डन जुबली त गाडी कुन चाहिँ निमा यो ल्याम्बोर्गिनी ल्याम्बोर्गिनी त्यही भएर थाहा भयो त्यही भएर उसलाई गाडीको नाम थाहा भयो एम्बेसेडर हो अब तैँले चाहिँ कहिले भनिस् तैँले चाहिँ कहिले भनिस् फेरि लो आज त कहिले भनिस् तैँले नातिनी के पढ्दैन हेलो सर म्याडम टिप्दै आएको न के हो नि यस्तो गेट हो गेट ओ गेटै हो गेटै हो गेट अगाडि
अब चाहिँ हामी क्यान्टिन पसेको है भोक लाग्यो जाउँ जस्तो लाग्यो हेलो ह्याप्पी लोसर ह्याप्पी कसले लाइभ हेर्दा झन् ड्युटी लाग्यो हजुर भर्खर गाइज हाम्रो दर्शन पनि भयो हो मजाले क्यान्टिनमा चिया पिएर फर्केको यहाँ भित्रको बाटोबाट यहाँबाट पनि जान्छ यहाँबाट चाहिँ वेस्ट पोइन्ट जाने बाटो ए वेस्ट पोइन्ट चाहिँ अब अर्को स्कुल भएको छ यहाँ यस्तो रहेछ नि त नारायण पहिलाको क्रेन यो गाडी तिमीले देखेको यस्तो यस्तो के उयोहरू तान्ने क्या एक्सिडेन्ट भएर खोलातिर पड्ने नि हो त्यो तान्ने या त केही बाटोतिर अब केही बिग्रियो भने तान्नेलाई क्या हे नम्बर हेरेर न पहिलाको ए है रिकभरी भ्यान हेर नि हेर है जिपको जस्तो टायरहरू होमा एक्लै जान्छौ नैले इन्जिनहरू है उहिले हेर्नु नि त उहिले म हेर त केही पनि छैन रहेछ अब हेर त के पनि छैन रहेछ के भन्नु खोजेको तल हेर न केही छैन तार मात्रै छ यहाँ अगाडि डिजाइन हेर्नु डिजाइन अगाडि गाडीको उहिलेको गाडी क्या अहिलेको कस्तो एडभान्स आएको छ नि है अलिक पछाडि सारौँ त के माया लाग्दो डिजल गाडी होइन नि पेट्रोल हो यो पहिलाको ल भने तारिक भित्रबाट रहेछ यो नि छ नि निमा यो अब अहिलेको नयाँ गाडीहरूमा चाहिँ स्विच हुन्छ नि त उहिले हेर्नु न हातले गर्ने होला यो त उहाँ हातले गर्ने उयो हाल्ने त्यहाँ रहेछ मलाई मेरो यहाँबाट उकालो आउँदै लभ स्टोरी सुनाएको नि पानीमा पानी पर्दा मम्मा मलाई भनेको नि पहिला स्कुल टाइममा पानी पर्दाखेरि यहाँ केटीहरूसँग छाता उड्दै यो बाटो हिँड्थ्यो भने कि निमाला मसँग त त्यसरी हिँड्दैन त काहीँ पनि मसँग जाउँ न भन्दा चाहिँ पानी पर्दैन पहिला त हिँड्यो होला नि त अहिले पुरानो हुँदै गएपछि यतै हो नि पहिला सुरु त अब यता सिफ्ट भएको छ अहिले त अहिले यता सिफ्ट भएको छ अहिले यहाँ सिफ्ट भएको छ यहाँ अहिले चाहिँ यहाँ भएको छ भन्दैछ उता सरेको छ यो टास्कले बिमार यता लागेको अनि फेरि अब छेउमा हुन्छ नि फ्याक्ट हो यो चाहिँ अब चाहिँ गाइज हामी गएको हाम्रो छेछु गुम्बा है मजा आइरहेछ गुम्बा दर्शन पायो गाइज अहिले चाहिँ हामी आएको छ छेचु गुम्बामा तल केमोसँग एकछिन केमोलाई पनि दर्शन गरिवरिकन अब चाहिँ हामी यहाँ गुम्बामा आएको छ है गुम्बा दर्शन गर्नुहोस् तपाईँहरू पनि लोसरको दिनमा यहाँ जुत्ता लगाइदिँदैछ निमाले मम्मालाई अब गाइज अब मेन कुरा चाहिँ यति दिनभरि भोकै बसेपछि अब खाना खानुपर्छ गाइज आफ्टर पूजा अब हामी आएको छ यहाँ फेरि छुमी बन्नुको लागि खाना खाउँ भनेको त पहिला साँच्चै छुमी बन्नु त बुझ्थेँ ल ल यहाँ गाइज अब यहीँ मम्मा र निमा भएर बाल्ने हो के भन्ने रे कसरी फेरि भन त फेरि भन त्यसपछि अब बुढी भएपछि भन्नै पऱ्यो ठुलो हो त्यसपछि दाजुभाइ हो 라미양